मुक्तिको मार्ग येशू हुन् पापदेखि बाँच्नलाई सत्य र जीवन उनीले हुन् स्वर्गमा जानलाई स्वर्गमा जानलाई स्वर्गमा जानलाई। नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ, धन्य तिनीहरू जसले वचन पढ्दछ, सुन्दछ र त्यसमा लेखेका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन, तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौं। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौं। मित्र, प्रभु येशू ख्रिस्टको मधुर नाममा तपाईँ सबैलाई मेरो जय मसीह। मित्र, आज हामी बाइबल अध्ययन प्रेरित 5 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौं हननिया र सफीराको मृत्यु र फेरि विश्वासीहरूमाथि दोस्रो सतावट। मित्र, जब हामी 5 अध्यायमा आउँछौं, हामी पत्रुसले दिएको महान सन्देशको प्रभावहरू निरन्तर रूपमा देख्दछौं। उही समयमा हामीलाई कलिसिया वा मण्डलीमा पहिलो त्रुटि वा दोषको परिचय गराइएको पनि छ, जुनको परिणामस्वरूप हननिया र सफीरा मरेथे, जो क्रिस्चियन थिए तर पहिलो शताब्दीको कलिसिया वा मण्डलीको उच्च आत्मिक स्तरमा जीवन जिरहेका थिएनन्। प्रेरित 4 अध्यायको अन्तमा हामीलाई एक व्यक्तिको परिचय गराएको थियो, जसको नाउँ थियो बर्नबास। तिनी फेरि हाम्रो सामने हुनेछन्। तिनी प्राचीन पहिलो शताब्दीको मण्डलीको अद्भुत, महान र सत्य परमेश्वरका जन थिए। तिनी नै प्रेरित पाउलको पहिलो प्रचारक सङ्गी वा सहकर्मी थिए। जब तिनीहरू कठिन गलाती क्षेत्रमा गएथे, तैपनि तमाम कठिनाईको बावजुद परमेश्वरले त्यहाँ तिनीहरूको सेविकाईलाई अति नै महान गरी प्रयोग गर्नुभएको थियो। अहिले मित्र, हामी देख्छौं पहिलो शताब्दीको पहिलो मण्डली वा कलिसियामा त्रुटि वा दोष आउँदछ। सबै कुरा तिनीहरू बीच साझेदारी राख्ने काम अब कति पनि निरन्तर जारी रहन सकेन। यो कारण सरल थियो, त्यो हो मानिसमा भएको शारीरिक वा संसारिक स्वभाव। आउनुहोस् आफ्नो विषय वस्तुतिर अघि बढौं। सबभन्दा पहिले देख्नेछौं हननिया र सफीराको मृत्यु। प्रेरित 5 अध्यायको 1 पदमा भनिएको छ, तर हननिया नाउँ भएको कोही एउटा मानिस र तिनकी स्वास्नी सफीरा भएर तिनीहरूको कुनै एउटा सम्पत्ति बेचे। मित्र, यो स्पष्ट छ कि तिनीहरूले बर्नबासको नक्कल गरिरहेका थिए। तिनीहरूले देखे कि बर्नबासले केही प्रसिद्धता वा नाउँ त्यहाँ समाजमा पाएथे, किनकि तिनले आफूसँग भएको सम्पूर्ण जमिन घर बेचे र रुपियाँ ल्याएर प्रेरितहरूका चरणमा राखिदिएथे। यो कुरा हामी प्रेरित 4 अध्यायको 36 पद र 37 पदमा देख्छौं। अनि तिनीहरूले सोचे कि तिनीहरूले पनि समाजमा त्यस किसिमको प्रसिद्धता वा नाउँ कमाए, यो अति नै उत्तम हुनेछ। तिनीहरू यस्तो किसिमको ख्याति चाहन्थे। मैले धेरै त्यस्ता मानिसहरू देखेको छु जसले भेटी दान दिन्छन् ताकि मानिसहरूले जान्न सकुन् कि तिनले कति दिए। तिनीहरू आफ्नो शान वैभव देखाउनलाई दिन चाहन्छन्। तिनीहरू चाहन्छन् कि सबै मानिसले थाहा पाओस् कि तिनले कति धेरै दिए। हेर्नुहोस् त, आज घमण्ड अझै मानव स्वभावमा छ। त्यही नै हननिया र सफीराको अवस्था थियो। पद 2 मा भनिएको छ, र त्यसको मोलबाट तिनकी स्वास्नीले पनि थाहा पाउने गरी केही हिस्सा आफूलाई राखे र केही हिस्सा ल्याएर प्रेरितहरूका चरणमा राखिदिए।
मित्र, तिनीहरूले केही हिस्सा आफूसँगै राख्ने काममा कुनै गलत कुरा छैन। तिनीहरूसँग त्यो गर्नलाई सम्पूर्ण अधिकार थियो। त्यो धन सम्पत्ति तिनीहरूकै थिए र तिनीहरूले इच्छा अनुसार त्यो पैसा जे पनि गर्न सक्थे। यो तिनीहरूको अधिकार थियो। आज हामी मण्डली वा कलेसियाको विश्वासीहरू अनुग्रह मुनि छौं। हामीलाई विशेष हिस्सा दिनलाई कुनै बाध्य छैन। कसैले भन्ला हामीले दशांश दिनुपर्छ। प्राचीन पहिलो शताब्दीमा तिनीहरूसँग भएको हरेक कुरा तिनीहरूले दिइरहेका थिए। हननिया र सफिरा सबै दिएनन्, तर केही हिस्सा आफूसँग राखे। त्यो गर्न तिनीहरूसँग पूर्ण अधिकार पनि थियो। तर तिनीहरूको समस्या वा तिनीहरूको पाप, तिनीहरूले यसको बारेमा झुट बोले। तिनीहरूले भने तिनीहरूले सबै कुरा दिइरहेका थिए, जबकि तिनीहरूले आफ्नो निम्ति केही हिस्सा राखे। प्राय गरेर म यो गीत गाउन लाउँदिन, सब थोक दिन्छु म, किनभने अभाग्यवश यसले ती मानिसहरूलाई झुट्टा तुल्याउँछ जसले गाइरहेका हुन्छन्। मित्र, हामीले गाउने गीत गाउँदा अति नै होशियार हुनुपर्छ। परमप्रभुको निम्ति शपथ कहिले पनि हलुङ्गो रूपमा लिनु हुँदैन। हननिया र सफिराले भने तिनीहरूले सब थोक दिए, तर तिनीहरू यसको बारेमा झुट बोलिरहेका थिए। पद 3 मा भनिएको छ, तर पत्रुसले भने, ए हननिया, पवित्र आत्मासँग झुट बोल्ने र जमिनको मोलबाट केही हिस्सा राख्ने काम गर्नलाई शैतानले तिम्रो हृदयमा किन यसरी भरिदियो? मित्र, यो मानिस हननिया र सफिराको पाप चाहिँ तिनीहरूको झुट थियो। पद 4 मा भनिएको छ, त्यो रहौंजल के त्यो तिम्रो आफ्नै थिएन र त्यो बिक्री भएपछि पनि त्यो तिम्रै अधिकारमा थिएन र? यस्तो कुरा कसरी तिम्रो हृदयमा विचार गर्न सक्यो? तिमीले मानिसहरूलाई होइन तर परमेश्वरलाई नै ढाँटेका छौ। त्यहाँ कोही मानिस छन् जो इन्कार गर्दछन् कि पवित्र आत्मा परमेश्वर हो। तपाईँ यो कुराको देख्नुहुनेछ कि सिमोन पत्रुसले विश्वास गरे कि पवित्र आत्मा परमेश्वर थियो। मलाई लाग्छ सम्भवतः अरू कुनै मानिस भन्दा धेरै सिमोन पत्रुस अचम्म भएथे जब हननिया भुइँमा पछारिए र मरे। मलाई लाग्दैन कि त्यहाँ के हुन गइरहेको थियो भन्ने कुरा तिनलाई थाहा थियो। तपाईलाई थाहा छ कसले हननियालाई मृत्युसम्म प्रहार गरेथ्यो? परमेश्वरले। के तपाईलाई लाग्छ कि तपाईँ परमेश्वरको विरुद्ध अभियोगहरू र दोष लगाउन चाहनुहुन्छ? के तपाईँ पुलिस थाना र अदालतमा परमेश्वर हत्याराको दोषी हुनुहुन्छ भनी उजुर गर्न चाहनुहुन्छ? म तपाईँलाई भनौँ, यदि तपाईँ जीवन दिन सक्नुहुन्छ भने तपाईसँग यसलाई छिनी लाने अधिकार पनि छ। यो परमेश्वरको विश्व हो। हामी परमेश्वरको सृष्टिहरू हौं। हामी उहाँका हावा श्वास लिन्छौं र श्वास फेर्छौं। हामी त्यो शरीरहरूको प्रयोग गर्छौं जुन उहाँले हामीलाई दिनुभएको छ। मित्र, उहाँले हाम्रो शरीर कुनै पनि समयमा लिन सक्नुहुन्छ यदि उहाँ चाहनुहुन्छ भने। परमेश्वर अपराधको दोषी हुनुहुन्न। यो मण्डलीभित्र उहाँको ताडना वा अनुशासन हो। परमेश्वर नै एक हुनुहुन्छ जो हननिया र सफिराको मृत्युको निम्ति जवाबदेह हुनुहुन्छ। आगे पद 6 देखि 9 मा भनिएको छ, तब जवानहरूले उठेर तिनलाई लुगाले बेरेर बाहिर बोकेर लगे र गाडी दिए। अब प्राय 3 घण्टापछि तिनकी स्वास्नी पनि केही भइसकेको थियो, त्यो थाहा नपाएर भित्र आइन्। औ पत्रुसले तिनलाई भने, मलाई भन त, तिमीहरूले जमिन त्यतिमै बेचेका हौ कि होइन? अनि तिनले भनिन्, त्यतिमै हो। तर पत्रुसले तिनलाई भने, कसरी तिमीले प्रभुका आत्माको परीक्षा गर्नलाई साथसाथै मिलेर महत्व गर्यौ? हेर, तिम्रा पतिलाई गाड्नेहरू ढोकाइमा छन् र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्। सिमोन पत्रुस जान्दछन् कि सफिरालाई पनि के हुनेछ। तिनले जानेका थिएनन् कि हननियालाई के हुन गइरहेको थियो। तर अहिले यो स्पष्ट छ कि यस स्त्रीलाई वा सफिरालाई के हुनेछ। आगे पद 10 र 11 मा भनिएको छ, अनि तुरुन्तै उनका चढने र पछारिएर तिनले प्राण त्याग गरिन् र ती जवानहरूले भित्र आएर तिनलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे र तिनका पतिको नजिकमा गाडी दिए। सारा मण्डलीलाई र यी कुरा सुने सबैलाई ठूलो डर हुन गयो।
मित्र, यस घटनाको बारेमा खास गरी दुई कुराहरूले मलाई अचम्म पार्यो। एउटा चाहिँ यो हो कि तिनीहरूले झुट बोले। यस्ता झुट मानिसहरू प्राचीन पहिलो शताब्दीको मण्डलीमा रहेका थिए र तिनीहरू निरन्तर अस्तित्वमा रहन सकेनन्। मण्डलीमा जीवनको पवित्रता थियो। यद्यपि हननिया र सफेरा उद्धार पाएका व्यक्ति भए तापनि पवित्र आत्माको विरुद्धमा झुट बोले र विश्वासीहरूको झुन्डबाट हटाइए। तिनीहरूले मृत्युसम्म पुर्याउने पाप गरेथे। पहिलो यूहन्ना 5 अध्यायको 16 पदले भन्छ, यदि कसैले आफ्नो भाइलाई पाप गरेको देख्छ तर यस्तो पाप जसको फल मृत्यु त होइन, त्यसले प्रार्थना गर्नेछ र परमेश्वरले त्यसलाई जीवन दिनुहुनेछ, अर्थात् तिनीहरूलाई जसले मृत्युसम्मको पाप गरेका छैनन्। मृत्युसम्मको पाप पनि हुन्छ। यसको विषयमा त्यसले बिन्ती गरोस् भनी म भन्दिनँ। यो मृत्युसम्म पुर्याउने पाप थियो मित्र, जुन हननिया र सफिराले गरेथे। प्राचीन पहिलो शताब्दीको मण्डलीमा यस प्रकारको पाप अस्तित्वमा निरन्तर रहन सकेन। मण्डलीमा त्रुटि दोष थियो र यसको निम्ति अनुशासनको आवश्यक परेको थियो। तर यस अनुभवपछि मण्डली पहिलेको जस्तो पवित्र र सिद्ध भएन। यो समयसम्म तिनीहरूसँग सम्पूर्ण कुरा साझेदारमा थियो। यो घटनाले झण्डै झण्डै तिनीहरूलाई बर्बाद गरिदिएको थियो। हामी यसको बारेमा अर्को अध्यायमा अझ राम्ररी देख्नेछौँ। सम्पूर्ण मण्डलीमाथि डर भय आएथ्यो जसले यो कुराहरू सुनेथे। शक्ति सामर्थ मण्डलीमा निरन्तर हुने थियो र भिडका भिड मानिसहरू उद्धार पाउने थिए। तर पनि तत्पश्चातको मण्डली वा कलिसिया अस्तित्वको ती पहिला दिनहरूमा जस्तो सिद्ध र पवित्र कलिसिया हुने छैन वा उच्च स्तरको आत्मिक स्तरको मण्डली हुने छैन। अर्को आश्चर्य गराउने कुरा सिमोन पत्रुसको आत्मिक ज्ञान वा बोध थियो। आगे पद 12-14 भनिएको छ, अब प्रेतहरूका हातबाट धेरै चिन्हहरू र आश्चर्य कामहरू जनताका बीचमा हुन लाग्यो र एक हृदयका भएर तिनीहरू सबै सुलेमानको दलानमा थिए। तर अरूहरूमध्ये कसैको पनि तिनीहरूसित मिल्न आउने आँट भएन। तैपनि मानिसहरू तिनीहरूलाई आदर गर्थे औ विश्वास गर्नेहरू झन बढ्ता गरी प्रभुमा थपिन लागे। लोग्ने मानिस र स्वास्नी मानिसहरू दुवैको भीड। यहाँ हामी देख्छौं कि प्रेरितहरू पवित्र आत्माका वरदानहरूको अभ्यास गर्दछन्। चंगाईको वरदान र आश्चर्य कर्महरूको वरदानहरू चिन्हका वरदानहरू थिए जुन प्रेरितहरूलाई दिएको थियो। तिनीहरूले मानिसहरू बीच धेरै चिन्हहरू गरेका थिए। मण्डलीमा अनुशासन वा ताडनाले मानिसहरूमा डर वा भय हालिदियो। तैपनि त्यहाँ मानिसहरू अझै उद्धार पाइरहेका थिए। विश्वासीहरू प्रभुमा थपिरहेका थिए। हामी जान्दछौं कि ईस्वी सम्बत 300 शताब्दीसम्म रोमी साम्राज्यभरि लाखौं मानिसहरू ख्रिस्टमा फर्केका थिए। आगे पद 15 र 16 भनिएको छ, यहाँसम्म कि मानिसहरूले गल्ली गल्लीमा बिरामीहरूलाई ल्याए र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्ये कुनै माथि परिहालोस् भनी ओछ्यान र खाटहरूमा राखी दिन्थे। औ यरुशलेमका वरिपरिका शहरबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे। पवित्र आत्माले प्रेरितहरूद्वारा चिन्ह र आश्चर्य कामहरू गर्दै जानुभयो। पत्रुसको छायाबाट पनि कोही कोही निको भए भनेर हामी यस पदबाट बुझ्न सक्छौं। संसारमा हुनुहुँदा येशूले जे जसरी गर्नुभएको थियो ती प्रेरितहरूले त्यसरी नै गरिरहेका थिए। यसपछि हामी आगे देख्छौं प्रेरितहरूमाथि दोस्रो सतावट। हामीले देखिसकेका छौं कि प्राचीन पहिलो शताब्दीको मण्डलीभित्र अनुशासन दिएको थियो। अहिले हामी देख्छौं बाहिरबाट सतावट आएथ्यो। जब प्रेरितहरूले पवित्र आत्माका आफ्ना वरदानहरूको अभ्यास गरे, तिनीहरूले प्रतिक्रियाको उत्पादन गरे। पद 17 र 18 भनिएको छ, अब प्रधान पुजारी र तिनीसित हुने सबै जो सदुकी पन्थका थिए डाहाले भरिएर उठे र तिनीहरूले
प्रेतहरूमाथि हात हालेर तिनीहरूलाई थुनामा राखे। यो कुराको ध्यान दियौं कि सदुकीहरूले तिनीहरूमाथि सतावट ल्याइरहेका थिए। तिनीहरूले सतावटको नेतृत्व गरिरहेका थिए अनि फरिसीहरूले चाहिँ येशूको विरुद्ध सतावटको नेतृत्व गरेका थिए अनि सदुकीहरूले चाहिँ प्राचीन पहिलो शताब्दीको मण्डलीको विरुद्ध सतावटको अगुवाई गरिरहेका थिए। यसरी हामी देख्छौं कि प्रेरितहरूलाई दोस्रो पल्ट गिरफ्तार गरिए र जेलखानमा हालिए। आगे पद 19 र 20 मा भनिएको छ, तर प्रभुका एउटा दूतले राति झ्यालखानमा वा झ्यालखानका ढोका खोलिदिए र तिनीहरूलाई बाहिर ल्याएर भने, जाओ र मन्दिरमा खडा भएर यस जीवनका सारा बात मानिसहरूलाई सुनाओ। परमेश्वरले झ्यालखानको ढोका खोल्न भनी स्वर्गीयदूतलाई पठाउनु भयो अनि ती स्वर्गीयदूतले प्रेतहरूलाई अब घरमा गएर लुकिरहो भनेर भनेनन्, तर मन्दिरमा फेरि गएर साहससित प्रचार गरिरहो भनेर तिनले भने। यस जीवनका सारा सन्देश अर्थात् उद्धारका कुरा मानिसहरूलाई सुनाऊ। अनि यो आज्ञा तपाईँ र म हरेक विश्वासीहरूको लागि पनि हो। हामीले चाहे दुखमा होस् चाहे सतावटमा होस्, प्रभुको सुसमाचार जुन उद्धारको कुरा हो सो अरू मानिसहरूलाई सुनाउनै पर्छ। यही नै परमेश्वर हाम्रो जीवनबाट चाहनुहुन्छ। आगे हामी देख्छौं प्रेरितहरू निरन्तर प्रचार गर्ने काममा लाग्छन्। यद्यपि तिनीहरूको जीवनमा सतावट आए तापनि तिनीहरू छिपेर रहँदैनन्। तिनीहरू सतावट खेदको बीचमा पनि सुसमाचारको प्रचार निरन्तर जारी राख्छन्। पद 20 देखि 23 मा भनिएको छ, जाओ र मन्दिरमा खडा भएर यस जीवनका सारा बात मानिसहरूलाई सुनाऊ। औ यो सुनेपछि तिनीहरू एका बिहानै मन्दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पुजारी र तिनीसित हुनेहरू आए र महासभा र इस्राएलीहरूका बुढा प्रधानहरूका सबैलाई बोलाए र तिनीहरूलाई ल्याउन भनी मानिसहरूलाई झ्यालखानमा पठाए। तर अफिसरहरूले आई तिनीहरूलाई झ्यालखानमा नभेटाउँदा फर्किआएर यसो भन्ने खबर दिए, हामीले झ्यालखान त सुरक्षित साथ थुनिएको र पालेहरू ढोकाहरूमा भएकै देख्यौं, तर ढोका उघार्दा हामीले भित्र कोही मानिसलाई भेटाएनौं। मित्र, उही खालको कुरा ख्रिस्टको पुनरुत्थानमा घटेथ्यो। चिहानको मुख थुनिराखेको ढुङ्गा येशूलाई बाहिर निकाली ल्याउनलाई गुडी गएको थिएन। उहाँ त्यो ढुङ्गा गुडी जान भन्दा पहिले उहाँ चिहानबाट बाहिर गइसक्नु भएको थियो। बरु चिहानको मुख थुनिराखेको ठूलो ढुङ्गा बाहिरका अन्य मानिसहरू भित्र पस्न लगाउन गुडी गएको थियो। त्यही कुरा यहाँ घटेको थियो। प्रेरितहरूलाई झ्यालखानबाट बाहिर निकाल्नलाई ढोका खोलिराख्न आवश्यक थिएन। तिनीहरू ढोकाहरू खोलिनुभन्दा निकै पहिले बाहिर थिए। आगे पद 24 देखि 28 मा भनिएको छ, अब जसै मन्दिरका कप्तान र मुख्य पुजारीहरूले यी कुरा सुने, तब यो त अब कहाँसम्म बढेर जाने हो भनी उनीहरू अति चिन्तित भए। तर कोही एकजनाले आएर तिनीहरूलाई भन्यो, हेर्नुहोस्, तपाईहरूले जुन मानिसहरूलाई थुनामा राख्नु भएको थियो तिनीहरू त मन्दिरमा खडा भएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्। तब अफिसरहरूका साथमा कप्तान गइकन तिनीहरूलाई बलजबत नगरिकन ल्याए, किनभने अरू मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी उनी डराउँथे। उनीहरूले तिनीहरूलाई ल्याएर महासभामा खडा गरे र प्रधान पुजारीले तिनीहरूलाई यसो भनेर सोधे, हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिनु भनी कडा आज्ञा दिएका थियौं। औ हेर, तिमीहरूले आफ्ना शिक्षाले सारा यरुशलेम भरिसक्यौ र त्यस मानिसको मृत्युको दोष हामीमाथि ल्याउने मनसाय गर्छौ। मानिसहरू प्रेरितहरूका कुराहरू सुनिरहेका थिए। तिनीहरू असल गवाईहरू थिए। तिनीहरू खास मिसनरीहरू थिए। येशूले भन्नुभएको थियो कि सुसमाचार बाहिर दिनुपर्ने थियो पहिले यरुशलेममा। हामी देख्छौं कि यो पूरा गरिएको छ। पद 28 मा प्रधान पुजारीहरूले भने, तिमीहरूले आफ्ना शिक्षाले सारा यरुशलेम भरिसक्यौ। आगे पद 29 मा भनिएको छ, तर पत्रुस र प्रेरितहरूले भने, हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ। प्रेरितहरूले
त्यही कुराको आज्ञा पालन गरिरहेका थिए जुन तिनीहरूका परमप्रभुले तिनीहरूलाई गर्न भन्नुभएको थियो। मित्र, विश्वासीहरूलाई राज्यको देशको अधिकारीहरूको आज्ञा पालन गर्न आज्ञा गरिएको छ, वा देश वा राज्यको सम्पूर्ण संविधानको पालन गर्न आज्ञा गरिएको छ। तर यो सत्य हो कि यदि राज्यको वा देशको संविधान परमेश्वरको आज्ञासँग विरोधमा आउँछ भने त्यस्तो संविधानको पालन गर्न कति पनि आवश्यक छैन। अर्को शब्दमा, विश्वासीहरूले त्यस्तो नियमको पालन गर्नु हुँदैन जुनले उसको र परमेश्वरको बीच सम्बन्धमा बाधा खडा गर्छ वा उसको विश्वासमा धक्का ल्याउँछ। यही नै कुरा हामी प्रेरितहरूले भनिरहेको सुन्छौं। पद 29 मा भनिएको छ, तर पत्रुस र प्रेरितहरूले भने हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा अवश्य मान्नुपर्छ। पद 30 मा भनिएको छ, हाम्रा पिता पुर्खाका परमेश्वरले येशूलाई बिउताउनु भयो, जसलाई तपाईहरूले काठमा झुन्ड्याएर मार्नु भएको थियो। मित्र, प्रभु येशू रुखमा झुन्ड्याएको थियो। आज हामीले तस्विरमा देखेको नरम चिल्लो सुन्दर क्रुसमा उहाँ टाँगिनु भएको थिएन, तर त्यो रुख थियो। आगे पद 31 र 32 मा भनिएको छ, परमेश्वरले इस्राएलको पक्षपात र पाप मोचन गराउनका लागि उहाँलाई कर्ता र मुक्तिदाता तुल्याइकन आफ्ना दाहिने बाहुलीले उच्च पार्नुभयो। औ यी सबै कुरामा हामी गवाई छौं र त्यस्तै गरी पवित्र आत्मा पनि, जसलाई परमेश्वरले आफ्ना आज्ञा मान्नेहरू जतिलाई दिनुभएको छ। मित्र, यो अझै आज पनि यरुशलेममा इस्राएल जातिहरूको निम्ति सन्देश हो, अनि तपाईँ र मेरो निम्ति पनि सन्देश हो। पद 33 र 34 मा भनिएको छ, तर जब उनीहरूले यो सुने तब उनीहरूका मुटुमा गाँठो पर्यो र तिनीहरूलाई मार्नलाई मतो गरे। तर त्यस महासभामा गमलियल नाउँ भएका एकजना फरिसीले, जो व्यवस्थाका पण्डित र जनतामा माननीय पनि थिए, उठेर यी मानिसहरूलाई केही बेर बाहिर जानलाई आदेश गरे। गमलियल प्रेरितहरूलाई मुक्त गर्न चाहन्छन् ताकि तिनी महासभासँग बात गर्न सकुन्। यो गमलियल विशिष्ट र जनतामा धेरै आदरणीय माननीय व्यक्ति थिए। उही समयमा तिनी प्रेरित पौलका शिक्षक वा गुरु पनि थिए। पद 35 देखि 38 मा भनिएको छ, र तिनले उनीहरूलाई भने, ए इस्राएली हो, यी मानिसहरूका विषयमा तपाईहरूले जे गर्न आँट्नु भएको छ त्यसमा होशियार हुनुहोस्, किनकि यी दिनभन्दा अगाडि पनि थुदास भन्ने मै हुँ भनी खडा भएको थियो र त्यससँग प्राय 400 मानिसहरू मिलेका थिए। त्यो मारियो र त्यसका पछि लाग्नेहरू सबै तितर बितर भई बिलाएर गए। यस मानिसपछि जनसङ्ख्याको समयमा गालिलको यहुदा भने खडा भयो र मानिसहरूलाई आफ्नो पछि पछि लगाएर हिँड्थे, त्यो पनि नष्ट भयो र त्यसलाई मानिसहरू जति यताउता छरिएर गए। त अब म तपाईहरूलाई भन्दछु कि यी मानिसहरूबाट अलग रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो मत अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। गमलियल विवेकपूर्ण सल्लाह सुझाव दिइरहेका छन्। पद 39 मा भनिएको छ, तर यदि परमेश्वरबाटै भएको रहेछ भने त तपाईहरूले तिनलाई मेटाउन सक्नुहुन्न, नत्र त तपाईहरू परमेश्वरको विरुद्धमा चलेको ठहरिनु होला। गमलियलले यी मानिसहरूको उदाहरण दिन्छन् जसले विद्रोहहरूको सुरु गरेथे र तिनीसँग अनुयायी थुप्रै थिए, तर तिनीहरू मारिएपछि तिनीहरूका अनुयायीहरू भङ्ग भएका थिए। अहिले गमलियल उही कुराको सल्लाह सुझाव दिन्छन् कि उही कुरा येशूलाई र उहाँका चेलाहरूलाई पनि हुनेछ। आगे पद 40 मा भनिएको छ, 40 पदमा, तब तिनीहरूले तिनका कुरा सुने र ती प्रेरितहरूलाई डाकेर तिनीहरूलाई पिटेर यसो भन्ने आदेश गरेर छोडिदिए, अबदेखि येशूको नाउँमा नबोल्नु। यदि यी मानिसहरू निर्दोष भए तिनीहरूले उनीहरूलाई जान दिनु पर्नेछ, तर यदि तिनीहरू दोषी भए तिनीहरू यी मानिसहरूलाई पिट्न र दण्ड दिन उचित थियो। कुटेर तिनीहरूलाई त्यसै छोडिदिने काम दयनीय बहाना थियो। तिनीहरूले केही धेरै ध्यानपूर्वक गमलियलको
दुःखको कुरा सुन्नु पर्दथ्यो। अघि पद 41 र 42 मा भनिएको छ, तब उहाँका नाउँमा अपमान सहनु सौभाग्यको कुरो हो भनी सम्झी तिनीहरू रमाउँदै महासभाबाट गए। औ दिनदिनै तिनीहरूले मन्दिरमा र घर घरमा गएर शिक्षा दिन र येशू नै ख्रीष्ट हुन् भनी सुसमाचार सुनाउन बन्द गरेनन्। मित्र, प्रेरितहरू अति नै अद्भुत महान मानिसहरू थिए। जब तिनीहरूले सतावट पाए, दुख पाए, कुटिए, पिटिए, तिनीहरू निराश भएनन्। बरु तिनीहरू अति नै धेरै खुसी भए, यो कुरा सोच्दै कि उहाँको नाउँमा अपमान सहनु सौभाग्य कुरो हो। उहाँको नाउँमा अपमान सहनु सौभाग्य कुरो हो भनी तिनीहरू रमाए। मित्र, तिनीहरू आफ्नो सुसमाचार कामलाई डरको कारणले कहिले पनि बन्द गरेनन्। मित्र, यिनीहरू अति नै अद्भुत महान परमेश्वरका जनहरू थिए। प्रभु येशूको निम्ति अपमान सहनु सौभाग्य कुरो हो भन्दै रमाएका थिए, आनन्दित भए। तिनीहरूले निरन्तर येशूको बारेमा सिकाए र प्रचार गरे। सुसमाचार के हो? यो व्यक्ति हो, यो प्रभु येशू ख्रीष्ट हो। कि आज तपाईसँग उहाँ हुनुहुन्छ, या तपाईसँग उहाँ होस् या नहोस्, या तपाईँ उहाँलाई विश्वास गर्नुहोस् या नगर्नुहोस्, या उहाँ तपाईँको उद्धारकर्ता होस् या नभएको होस्, यो नै सन्देश हो। प्रेरितहरू येशू नै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्। मित्र, सारा संसारको मुक्तिदाता केवल प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। पत्रुसले भनेका थिए आफ्नो भाषणमा, न त अरू कसैबाट मुक्ति छ, किनकि स्वर्गीय मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन जसबाट हामीले प्रभुको बाणी सुनान साथी, समय यो हुँदा नै दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन बित्दैछ, छोटो यो जीवन बितेर जान्छ, लानु त के छ र। प्रभुको बाणी सुनान साथी, समय यो हुँदा नै दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। यो गर्छु भन्दै त्यो गर्छु भन्दै जीवन बित्दैछ, छोटो यो जीवन बितेर जान्छ, लानु त के छ र। प्रभुको बाणी सुनान साथी, समय यो हुँदा नै दुई दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र।
पाए आत्मा त पर्छ नरकको भट्टीमा। प्रभुको बाणी सुन न साथी, समय यो हुँदा नै। 2 दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र। 2 दिनको जीवन पलकमा बित्छ, पाउनु त के छ र।